पोखराबाट सुरु भएको यामरार भजन केवल एक साधारण भजन मात्र होइन, यो एक यात्रा हो, भावना हो र हाम्रो संस्कृतिसँग जोडिने एक शक्ति हो। आज यो यात्रा नेपालको सीमामा मात्र सीमित छैन, विदेशमा बस्ने नेपाली युवाहरू पनि आफ्नो धर्म, परम्परा र पहिचानसँग जोडिन सक्रिय भएको देख्न सकिन्छ। यसै क्रममा यामरार भजन युएसएमा पनि सुरु भएको छ, जहाँ सुरुमा 2-4 जना युवाहरूबाट चलेको यो प्रयास आज धेरैको आस्था र सहयोगले अझै बलियो हुँदै गएको छ। विदेशी भूमिमा बसेर पनि आफ्नो मूल संस्कृति बिर्सिनु हुँदैन भन्ने सन्देश यो भजनले प्रष्ट रूपमा दिएको छ। यो केवल भजन कुराको मात्र होइन, यो नेपाली युवाको एकजुटता हो, समर्पण हो र आफ्नो पहिचान बचाइराख्ने प्रयास हो। अन्त्यमा यो पवित्र भजनको सुरुवात गरेर देश तथा अन्तर्राष्ट्रिय स्तरमा यसलाई प्रभावशाली बनाउनु भएको यामरार टिम पोखरालाई हृदयदेखि धन्यवाद। त्यसै गरी यो भजनलाई यहाँ युएसएमा नियमित रूपमा सञ्चालन गर्दै आउनु भएको यामरार टिम टेक्सस प्रति पनि विशेष आभार प्रकट गर्न चाहन्छु। यदि तपाईँ पनि डालस एरियामा हुनुहुन्छ भने यो यामरार भजन अब नियमित रूपमा शनिबार बेलुका 6 बजेदेखि 7 बजेसम्म पशुपति मन्दिर युलेसमा हुँदै आइरहेको छ। मिल्ने जति सबैजना मिलाएर आउनु होला है त। सबैको जय होस्, जय यामरार।